छोरीला टसिदिले। आजको यस भिडियोमा हामी शेर्पा भाषाको ताङसुङ भन्ने शब्दको बारेमा चर्चा गर्नेछौँ र विशेष गरी शेर्पा भाषाको यो ताङसुङ भन्ने शब्द नेपालीको कुन कुन शब्द वा क्रियामा प्रयोग हुन्छ भन्ने बारेमा हामी विस्तृत रूपमा चर्चा गर्नेछौँ र तपाईहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी साथ दिनुहोला। र अब आउनुहोस् हामी क्रमशः हेर्दै जानेछौँ। र सबैभन्दा पहिले पठाउनु भन्ने शब्द वा क्रियालाई शेर्पा भाषामा तोङ्गुप भन्छ। तोङ्गुप र यो सामान्य वर्तमान कालमा छ र यही पठाउनु भन्ने शब्द वा क्रियालाई भूतकालमा परिवर्तन गर्दा ताङसुङ भन्ने हुन्छ। ताङसुङ र आजको यो भिडियोमा यही ताङसुङ भन्ने शब्द नेपालीको कुन कुन शब्द वा क्रियामा प्रयोग हुन्छ भन्ने बारेमा हामी चर्चा गर्नेछौँ र हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। र नेपालीमा जस्तै सामान पठायो भन्नु पर्दा शेर्पा भाषामा चालक ताङसुङ वा सामान ताङसुङ वा सामान चालक ताङसुङ भन्न मिल्छ। चालक ताङसुङ वा सामान ताङसुङ वा सामान चालक ताङसुङ भन्न मिल्छ र यहाँ पठायो भन्ने अर्थमा शेर्पा भाषामा ताङसुङ भनेको छ। त्यसै गरी दिशा गर्यो भन्नु पर्दा पनि शेर्पा भाषामा क्याक्पा ताङसुङ भन्छ। क्याक्पा ताङसुङ दिशा भनेको क्याक्पा र गर्यो भन्ने अर्थमा वा गर्यो भन्ने नेपाली शब्दमा पनि शेर्पा भाषामा ताङसुङ नै हुन्छ। त्यस्तै गरी पिसाब गर्यो वा पिसाब फेर्यो भन्ने अर्थमा पनि शेर्पा भाषामा चिङ ताङसुङ भन्छ। चिङ ताङसुङ चिङ भनेको पिसाब र गर्यो वा फेर्यो भन्ने शब्दमा शेर्पा भाषामा ताङसुङ नै भन्छ। त्यस्तै गरी गाडी पठायो भन्दा शेर्पा भाषामा गाडी ताङसुङ भन्छ। गाडी ताङसुङ र यहाँ पनि पठायो भन्ने अर्थमा ताङसुङ भन्ने शब्द लाग्छ। त्यस्तै गरी जाँड डक्सी पिउन छोड्यौ भन्नु पर्दा शेर्पा भाषामा छाङ आरक ताङसुङ वा छाङ आरक थुङ्गुप ताङसुङ भन्छ। छाङ आरक ताङसुङ वा छाङ आरक थुङ्गुप ताङसुङ र यहाँ चाहिँ छोड्यो भन्ने अर्थमा ताङसुङ भन्ने शब्द प्रयोग हुन्छ। त्यस्तै गरी आगो बाल्यो भन्नु पर्दा शेर्पा भाषामा मे ताङसुङ भन्छ। मे ताङसुङ र यहाँ चाहिँ मे भनेको आगो र बाल्यो भन्दा ताङसुङ र यहाँ चाहिँ बाल्ने क्रियामा अथवा बाल्नु भन्ने क्रियामा ताङसुङ भन्ने शब्द प्रयोग हुन्छ। त्यस्तै गरी पाद्यो भन्दा पनि शेर्पा भाषामा प्यान ताङसुङ भन्छ। प्यान ताङसुङ प्यान भनेको पाद हो र पाद्नु भन्ने क्रियामा वा शब्दमा पनि शेर्पा भाषामा ताङसुङ भन्ने शब्द नै प्रयोग हुन्छ। त्यस्तै गरी भैँसी फुकायो भन्दा शेर्पा भाषामा मेसी ताङसुङ भन्छ। मेसी ताङसुङ र मेसी भनेको भैँसी हो र यहाँ चाहिँ फुकायो वा फुकाउनु भन्ने क्रियामा वा शब्दमा पनि ताङसुङ भन्ने शब्द नै प्रयोग हुन्छ र यहाँनिर सम्पूर्ण पशु प्राणीहरू छोड्नु वा फुकाउनु भन्दा पनि
शेर्पा भाषामा ताङसुङ भन्ने क्रिया नै प्रयोग हुन्छ। त्यस्तै गरी चुरोट पिउन छोड्यौ भन्दा शेर्पा भाषामा थाम्बा थुङ्गुप ताङसुङ वा थाम्बा थेन्दुप ताङसुङ भन्छ। थाम्बा थुङ्गुप ताङसुङ वा थाम्बा थेन्दुप ताङसुङ। र यहाँ पनि छोड्यौ वा छोड्नु भन्ने क्रिया वा शब्दमा शेर्पा भाषामा ताङसुङ नै भन्छ। त्यस्तै गरी खबर पठायो भन्दा पनि शेर्पा भाषामा लेन ताङसुङ भन्छ। लेन ताङसुङ। लेन भनेको खबर हो र पठाउनु वा पठायो भन्ने शब्द वा क्रियामा पनि शेर्पा भाषामा ताङसुङ भन्ने शब्द नै प्रयोग हुन्छ। त्यस्तै गरी आँसु झार्यो भन्दा पनि शेर्पा भाषामा मिक्चुर ताङसुङ भन्छ। मिक्चुर ताङसुङ। मिक्चुर भनेको आँसु हो र यहाँ चाहिँ झर्नु, झार्नु वा झार्यो भन्ने शब्द वा क्रियामा पनि ताङसुङ नै प्रयोग हुन्छ। त्यस्तै गरी विद्यालय जान छोड्यो भन्दा शेर्पा भाषामा लुप्टाला डप ताङसुङ वा स्कुलला डप ताङसुङ भन्छ। लुप्टाला डप ताङसुङ वा स्कुलला डप ताङसुङ। र यहाँ चाहिँ छोड्यौ भन्ने क्रिया वा शब्दमा पनि शेर्पा भाषामा ताङसुङ नै प्रयोग भएको छ। लसो तेरिला तुजिछे। आजको भिडियो कस्तो लाग्यो हामीलाई कमेन्ट गर्न नभुल्नुहोला र हाम्रो भिडियो मन पर्यो भने एउटा लाइक र सेयर गर्न पनि नभुल्नुहोला। तेरिला तुजिछे। हामी अर्को भिडियोमा भेट्नेछौँ।